हेलो हेलो साथीहरू, लोकसेवा की च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको पहिलो प्रश्न रहेको छ, उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन्? साथीहरू, यसको सही उत्तर रहेको छ डोनाल्ड ट्रम्प। उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन्। त्यसैगरी आजको अर्को प्रश्न रहेको छ, स्वर्गको दरबार नामक कृतिका लेखक को हुन्? साथीहरू, यसको सही उत्तर रहेको छ शहीद शुक्रराज शास्त्री। शहीद शुक्रराज शास्त्रीले स्वर्गको दरबार नामक कृति लेखेका थिए। त्यसैगरी आजको अर्को प्रश्न रहेको छ, ध्यान दिएर सुन्नुहोला। भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनी चिनिन्छ? साथीहरू, यसको सही उत्तर रहेको छ दार्जिलिङ। भारतको क्वीन अफ द हिल भनेर दार्जिलिङलाई चिनिन्छ। त्यसैगरी आजको अर्को प्रश्नतिर जाँदैछौँ हामी। सर्वप्रथम मुलुकी ऐन लागू गर्ने राजा को हुन्? साथीहरू, यसको सही उत्तर हो राजा सुरेन्द्र। सर्वप्रथम मुलुकी ऐन लागू गर्ने राजा सुरेन्द्र रहेका छन्। त्यसैगरी साथीहरू, आज अर्को प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ? साथीहरू, यसको सही उत्तर हो मे 12 तारिक अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ। साथीहरू, एकदमै इम्पोर्टेन्ट जिकेहरू रहेका छन्, सबैले साथीहरूमा सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला है त। त्यसैगरी अब हामी अर्को प्रश्नतिर जाँदैछौँ। आदिकवि भन्नाले के बुझिन्छ? साथीहरू, यसको सही उत्तर रहेको छ पहिलो कवि। आदिकवि भनेर पहिलो कवि भनेर बुझिन्छ। भानुभक्त आचार्य हाम्रो पहिलो कवि रहेका छन्, सबैले नोट गरेर राख्नु होला। त्यसैगरी अर्को प्रश्न रहेको छ, डङ्गुवा प्रथा कुन जातिमा प्रचलित छ? साथीहरू, यसको सही उत्तर रहेको छ राजवंशी। डङ्गुवा प्रथा राजवंशी जातिमा प्रचलित रहेको छ। त्यसैगरी आजको अर्को प्रश्न रहेको छ, विश्वको सबैभन्दा कान्छो देश कुन हो? साथीहरू, यसको सही उत्तर हो दक्षिण सुडान विश्वको कान्छो देश भनेर चिनिन्छ। साथीहरू, भिडियो कस्तो लाग्यो? भिडियो मन परे एक लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। साथीहरूमा सेयर गरिदिनु होला। तपाईको दिन शुभ रहोस्। धन्यवाद।